बारी दराम दराम हरिया काँक्रा कराम कराम करोड क्लबमा प्रवेश गर्दै। नमस्कार, तपाईँ हेर्दै हुनुहुन्छ अनु रमेश मिडिया। यदि हेर्दै हुनुहुन्छ भने यस च्यानललाई लाइक, कमेन्ट, सेयर अनि सब्स्क्राइब गरिदिन नभुल्नुहोला। मकैबारी दराम दराम हरिया काँक्रा कराम कराम करोड क्लबमा प्रवेश गरेको छ। गीत 3 हप्तामा करोड क्लबमा प्रवेश गरेको हो। अहिले उक्त गीतले ट्रेनिङ नम्बर 2 मा आफ्नो स्थान ओगटेको छ। ट्रेनिङ नम्बर 1 हुँदै ट्रेनिङ नम्बर 2 मा पुग्दै गर्दा आफ्नो स्थान ओगटेको छ। उक्त गीतमा आवाज दिनुभएको छ विशाल सोनी, सुषमा साई ठकुरी। शब्दमा भने विशाल सोनीले साथ दिनुभएको छ। सङ्गीत थेगोमा सन्दीप सेन्चुरीको रहेको छ। म्युजिक एरेन्जर भने एम थापा मगरले गर्नुभएको छ। मिक्सिङ मास्टरिङ हाम्रै दाङका राम्रा मान्छे विमल छिनालले गर्नुभएको छ। रेकर्डिस लक्ष्मण विश्वकर्माको रहेको छ। स्टुडियो डाइनामिकमा उक्त गीतलाई रेकर्ड गरिएको हो भने भिडियोतर्फ देख्न सक्छौ। निर्देशन र कोरियोग्राफरमा मुकेश नेपालीले साथ दिनुभएको छ। अभिनयतर्फ विशाल सोनी र एलिना रायमाझीको रहेको छ। छायाङ्कनतर्फ प्रकाश खड्काले साथ दिनुभएको छ भने सम्पादनमा नवीन घरती मगरले साथ दिनुभएको छ भने पोस्टर डिजाइनमा सन्तोष चौहानले साथ दिनुभएको छ। अहिले उक्त गीतले युट्युब, टिकटक सबैतिर आफ्नो स्थान ओगटेको छ। कमेडी पारामा रहेको गीत अहिले मनमुटुमा बस्न सफल भएको छ। अहिलेलाई यतिकै। थप जानकारीको लागि अनु रमेश मिडिया हेर्दै गर्नुहोला। यस च्यानललाई लाइक, कमेन्ट, सेयर अनि सब्स्क्राइब गरिदिन नभुल्नुहोला।